मलाई खान मन लाग्यो यो चाहिँ अब हाम्रो प्राइभेट यस्तो हामी यहाँनिर चाहिँ लाइभ किन गर्न आएको भनेर हामी त्यो लाइभको त्यो लाइफ स्टाइल गर्न आएको म हाम्रो जे छ म चाहिँ त्यही हो खाइदिनु खान मन लाग्यो यो त म्याचिङ सेक्सी चुरोहरू यो त म्याचिङ पुतीहरूले खान्छ नि यो टिपुहरूले अहिले त पुसीहरूले खाने रन्डीहरूले तान्छ नि यो रणबीर रन्सी रन्डी सब हुन्छ यो संसारमा त रन ई पनि रहेछ रन एप पनि होइन रहेछ यस्तो यस्तो सानो सानो चुरोहरू त रन्डीहरूले खान्छ अब यो लाइटरलाई यस्तो गरेर बालिदिनुपर्छ तर सानो रहेछ अरे ए ल गाइस खोइ ल साथीभाइहरूलाई सबैलाई स्वागत छ हाम्रो प्राइभेट सेसनमा यदि कोही यहाँ आएको छ भने यो रुम लक गरिहाल है भाइ भने किनकि अब यहाँ यो कोठामा धेरै हटाउनु न मेरो भाइ हटाउन एउटा कोठामा यो मेन्सन पनि होइन यो त दाइ यो त म्याचिङ हाम्रो एउटा प्राइभेट यो प्राइभेट स्पेस हाम्रो यसो भाइब दिनु न चिकाउँछ र भागिसक्यो फेरि मुजीहरू डर आउँछ क्या फेरि म्याचिङ हामीले बोलेपछि अनि डराउनु पर्छ नि केटीहरू नसक्दो रहेछ हामीले बोलेको सुन्नु सक्दैन नि अब हाम्रो भाषै त्यस्तै आउँदैन केटीहरू लाउँछ नि भाग्दो रहेछ नाच सिक्नेहरू भाग मैले नि तिम्रो जेन्युन होइन नि भागै साथीहरू हाम्रो त छ सजाएर राखेछ राम्रोसँग गरिरहेछ होइन नपाएको जिन्दगीमा माया पाइरहेछ त्यसको लागि आफै खुसी छ त्योभन्दा बेसी के चाहियो न पैसा चाहियो न फेम चाहियो न के चाहियो लामो केही चाहिएन तिमीलाई चाहियो भने कमेन्ट गरेर आउँदै गर्छ सो पनि अब आज धेरै कुरा आउँदैछ हामी त डेलिभर पनि गरिदिउँ न चाहिएको छ दिउँला नि त अनि सिक्किम त हाम्रो आफ्नै हो सिक्किमको ज्वाइँ हो म्याम्फाका अब मेरो त सिक्किम त मेरो आमा सिक्किम त मेरो त हेभेन हो नि मेरो पनि सिक्किममा बिहा होला जस्तो एकटा हो ख्याल गर है ख्याल गर म पनि फेरि सिक्किमको दायित्व चाहिँ मलाई थाहा छैन त्यो त तपाईँको पर्सनल हो त्यो चाहिँ म जान्दिनँ तर मेरो चाहिँ हो सबै भाइको किनकि मेरो त मेरो बुढीको घर हुन त म फटा केटा हो अब बिचरा बाबालाई मन पर्दैन होला आमालाई पनि मन पर्दैन होला होइन म अलिक बदमासै छु त्यही भएको तर पनि मलाई चाहिँ माया लाग्छ अब म चाहिँ मान्छु मेरै घर हो त्यहाँ छेउमा एउटा जग्गा किन्ने मैले प्लान गर्दैछु त्यो लगभग मेरो डिल पनि भइसक्यो मेरो माया बुढीको घरको छेउमै मेरो अर्को नयाँ घर बन्दैछ ल भइहाल्यो नि यताबाट उताबाट यता होइन हामीहरू मिलेर बाँच्नुपर्छ हामी नेपालीहरू हो नि त होइन जहीँ भए पनि हामीहरू सँगै हुनुपर्छ ठिक ल केटा अब कोठामा त बन्द हुन लागिसक्यो कोठा त अब सकियो अब टाइट छ बनायो त हाम्रो अब बाहिरतिर बस्दै गर्नु ल दादा के यस्तो बात गरिदिनु न यस्तो ढल्किनु हाम्रो निमा दाइ पनि बिचरा माया लाग्छ इज अ रियली गुड क्या के उसले के माया असम भनेर आएन कहिले पनि मैले यस्तो मान्छे अहिलेसम्म देखेको छुइनँ कि कहिले पनि त्यो मान्छेहरूमा त एउटा स्वार्थ हुन्छ नि छैन के छैन हुन्छ नि मान्छे म यो लाइफको लागि किन बाँचेको मैले मान्छेको लभ दिने हो लभ लिने हो होइन